भोलिको बिहे अनि आजको छटपटी। उफ, कस्तो बेचैनी हो यस्तो। मानौ चिसो महिनामा पनि गर्मी भए जस्तो, कता कता बेचैन भए जस्तो। निन्द्रा लुटिँदा कस्तो हुन्छ त्यो मजाले महसुस गर्दैछु आज मैले। नयाँ घर, नयाँ मान्छे, कस्तो होला पहिलो दिन। काठमाडौँमा पहिला पहिला एउटा कोठाबाट अर्को कोठामा सर्दा त निकै गाह्रो हुन्थ्यो मान्छेहरूसँग घुलमिल हुन। यहाँ त पुरा जिन्दगी नै सार्दैछु, अनि किन नहोस् त छटपटी। घरमा सबै बिहेको तयारीमा जुटेका छन्, तर मलाई जस्तो छटपटी कसैलाई भएको छैन, किनकि भोलिको बेहुली नै मै हुँ नि त। अरू सबैलाई रौनक लागेको छ, कहिले भोलि होला जस्तो लागेको छ। सबैको अनुहारमा खुसी छाएको छ। मैले जिन्दगीमा कहिल्यै नदेखेको आफ्नाहरू पनि यो बेला देखेको छु। सायद जिउँदोमा जन्त, मर्दामा मलामी भन्थे, यही त होला के रे। आमा बाबाको मलिनो छ अनुहार, आफ्नो मुटुभन्दा प्यारो बनाएर राखेको सन्तानलाई बिदाई गर्ने दिन आउँदैछ। मन कसरी खुसी होस् त नि। अनि म आफूलाई निहालेर हेर्दैछु। सोच्दै हातको घडी हेरेँ, रातको 1 बजिसकेछ, अब सुत्नुपर्छ। यसरी कहाँ हुन्छ भन्दै कोल्टो फेरे। मनमा अनेकौँ कुरा खेल्छन्। यति सानो मनमा कति धेरै कुरा खेल्न सकेको, जसरी पनि निदाउन पर्छ। भोलि जग्गियामा बेहुलीको रात आँखा देख्दा मान्छेहरूले के भन्लान्। अरूको स्वागत रातको दिन आँखा राता हुन्छन्, नसुतेर मेरो त बिहे अगाडि नै स्वागत रात मनाएछन् भन्लान्। आफ्नै टाउकोमा हान्दै भने, ठैट के सोचेको होला यस्तो मैले। उता कोठाबाट बाबा आमा गनगन गरेको आवाज आयो। मनले नमानेपछि ढोका छेउमा कान थापेर के बोल्दैछन् चियाउन थाले। बाबा रुन्चे स्वरमा भन्दै हुनुहुन्थ्यो, छोरीलाई पराईको घरमा नै पठाउन पर्ने नियम कसले बनायो होला। जसले पनि बनायो उसलाई पक्कै छोरी बोझ भएको हुनुपर्छ। आजको दिन नै त हो छोरी हामीसँग छ भन्ने। भोलिबाट छोरी कहाँ, हामी कहाँ। न मन लाग्दा भेट्न पाइन्छ, न मन लाग्दा देख्न पाइन्छ। सानैदेखि आँखै अगाडि हुर्काइयो, बढाइयो। त्यही काठमाडौँ गई भने त हाम्रो आँखै बाटोमा हुन्छ। कहिले आउँछ होला र देखौँला भनेर अब त अरूको घरमा पो जाँदैछ त कस्तो सासु ससुरा होलान्। कतै दुःख पो पाउने हो कि छोरीले। ज्वाइँ हेर्दा त राम्रै छन्, पढे लेखेकै छन् के रे, जागिर पनि राम्रै छ, पैसा राम्रै कमाउँछन् रे। उनीले माया गरे त भइहाल्यो नि। कहिले आमा बाबाको कमी हुन नदिए त हाम्रो लागि त्यही ठुलो कुरा हो नि। आमाले कुरा थप्दै भन्नुभयो। तर हेर्दा र बोली सुन्दा मात्रै राम्रो भएर भएन नि बुढा। कतै रक्सी पो खान्छन् कि, कतै छोरीलाई पिट्ने पो हुन् कि, बाहिर कतै लागेको पो छन् कि, घरको जबरजस्तीमा हाम्री छोरीसँग बिहे गर्न पो खोजेका हुन् कि के थाहा र। बाबाले भन्नुभयो, छोडिदे यस्तो कुरा। हाम्री छोरी हामीलाई बोझ भएर पठाउन लागेको होइन। यो त एउटा नियम नै हो, हामीले पालना त गर्नै पर्छ। त्यसैले पो हो त राम्रो घर भए राम्रै होला, नराम्रो भए फर्काएर ल्याउँछु, मै पाल्छु। म बाँचुन्जेल मेरी छोरीलाई कहाँ दुःखमा देख्न सक्छु र। मरेपछि मैले केही देख्दिनँ, छोराहरू छन्, पाल्छन् होला नि एउटा बहिनीलाई त जसरी पनि। बाबा आमाको कुराले मेरो निन्द्रा छन हरायो। घर कस्तो होला, परिवार कस्तो होला, समाज कस्तो होला, सबैभन्दा जरुरी कुरा श्रीमानको बानी कस्तो होला। बुझ्ने श्रीमानको साथ भए एउटा नारी झुपडीमा पनि रानी जसरी बस्न सक्छिन्। यदि बुझ्ने श्रीमानको साथ नभए महलमा पनि नारी नोकर जस्तो हुन्छन् रे भन्छन्। खै के हो अब, भावीले भाग्यमा जस्तो लेखेको छ त्यस्तै त हुने होला, टारेर कहाँ टर्ला र। बिहे गर्ने सबै खुसी कहाँ छन् र, फेरि सबै दुखी छन् भन्ने कुरा पनि त छैन नि। आफ्नो आफ्नो भाग्यको कुरा हो, ठिकै छ। भोलि कसले देखेको छ र। जे जस्तो भए पनि आखिर बाँच्न त परिहाल्छ नै। मनमा अनेक कुरा खेलाउँदै खाटमा पल्टिए। भित्तामा टाँसिएको आफ्नै सानो बेलाको फोटो हेरेँ र मुस्कुराएर कति आनन्द थियो त्यो बेला। न कुनै चिन्ता, न कुनै पीर। यो बढ्दो उमेर र जिम्मेवारीले साह्रै नै मुटु पोल्दो रहेछ। मनमा अनेक कुराहरूको सङ्गालो सँग्दै म आँखा चिम्म गरेर निदाउनतर्फ लागेँ। बाहिर अझै पनि पाहुनाहरूको हल्ला उस्तै थियो। बाबा आमाको मलिनो बुझ्ने नबुझ्ने स्वरमा गनगन गरेको प्रष्ट सुनिन्थ्यो। सायद
मलाई अब निन्द्रा लाग्यो जस्तो छ। आँखा चिम्म भए। कानमा अलिअलि हल्लाहरू गुन्जिए जस्तो लाग्दै थियो। आँखाहरू लट्ठ भए। म एकछिनमै बुसुक्क भएछु। सधैँ आमाले ढोका ढकढकाएपछि मात्र उठ्ने म आज 4 बजे नै निन्द्राले छोड्यो। घरमा मान्छेहरू निकै हल्ला गरिराखेको थिए। आँखा मिच्दै उठेँ। एकछिन टिकटक हेरेँ। मोबाइल हेर्दा हेर्दा कति बेला 5 बज्यो पत्तो नै भएन। यो मोबाइल पनि एकछिन हेरेको जस्तो लाग्दैन, कति छिटो समय जान्छ भन्या। आँखा मिच्दै बाहिर लागेँ। लौ, मान्छेहरू देखेर म छक्क परेँ। मेरो बिहे छ। मलाई केही हतार छैन। अरूलाई कति धेरै हतार। कोही नुहाउँदै थिए, कोही खाना बनाउन तम्सिँदै थिए, कोही अहिलेदेखि साडी खोज्दै थिए, मिलाउँदै थिए। कसैलाई वास्ता नगरी आफू फ्रेस हुनतर्फ लागेँ। नुहाई धुवाई यताउता गर्दा गर्दै कति बेला 8 बज्यो मलाई थाहा नै भएन। उता बेहुलाको घरमा पनि सायद यस्तै तामझाम हुँदै होला। केटो त मख होला। मनमा नै सोते हाँस्दै कोठाभित्र छिरेँ। पल्लो घरे काकीले मुस्कुराउँदै भनिन्, हाँस छोरी हाँस, साँझ रुँदै जानुपर्छ के रे। उनको कुराले मन चसक्क भयो। मनमा नै सोचेँ, साँच्ची साँझ त जानुपर्छ। यो घर सधैँको लागि छोडेर छ्यालबाट आँगनीमा हेरेँ। त्यो खेलेको आँगनी, बाबा कतैबाट आउँदा आमा कतैबाट आउँदा दगुर्दै गएर सानोमा अँगालो मारेको सम्झेँ। मन भक्कानेर आयो, आफूलाई सम्हालेँ। पल्लो पल्लो घरका आन्टीहरू आएर मलाई अब सम्झाइदिन थाले। मेरी सहेलीहरू पनि आएर मलाई ऐनामा देखाउँदै आहा कति राम्री देखिएकी भन्न थाले। हातको गाडा मेहन्दी देखेर भन्न थाले, ओहो कति गाडा बसेको, यसलाई त श्रीमानले कति धेरै माया गर्छ होला। म छक्क परेँ। मनमा नै सोचेँ, यहाँ हात नै नहुने मान्छेहरू पनि छन् जसको न हात छ न हातमा मेहन्दी नै। के उनीहरूलाई श्रीमानले माया गरेको छैनन् होला र? हामी कति भ्रममा बाँचिराखेको छौँ। खैर केही छैन भन्दै चुपचाप बसेँ। कति बेला समय गयो पत्तो नै भएन। बिस्तारै घरमा मान्छेहरूको भिड बढ्न थाल्यो। केही छिनमा बाहिर हो हल्लासहित बाजाको आवाज आउन थाल्यो। मेरो मुटु एकछिन ठुक्क भएर ठुलो आवाजमा रड्किए जस्तो लाग्यो। ल अब त जानुपर्छ। कसरी जाने होला? आफूलाई सम्हाल्दै बसेँ। मनमा अलिअलि उत्सुकता अनि डर पैदा भइराखेको थियो। बिस्तारै बाजाको आवाज सानोबाट ठुलो हुँदै बिस्तारै बिस्तारै मेरै घरको अगाडि आइपुग्यो। लुकेर झ्यालबाट हेरेँ। आँगनमा मान्छेहरूको भिड थियो। कोही साडी लगाएका, कोही दौरा लगाएका, कोही कोट लगाएका, सबै नयाँ नयाँ मान्छे। अनि त्यो भिडमा अर्को एकजना शिरमा ढाका टोपी, कालो चस्मा अनि दौरा सुरुवाल लगाएको, कम्मरमा खुकुरी भिरेको, अनि छेउबाट अर्को कसैले छाता उडाइदिएको, हातमा रुमाल लिएको। ओहो कति राम्रो बेहुला, मेरो बेहुला। पहिले पनि नदेखेको त होइन मैले उसलाई, तर आज निकै राम्रो देखिएको थियो। मेरो केही बेरपछि हुने श्रीमानज्यूलाई पण्डित बाजेको मन्त्रसँगै बिहेको अनेक विधिहरू सुरु भयो। घरि बाहिर घरि भित्र के भनेर भने साध्य नै छैन। पहिले आँगनमा ल्याएर माला साटासाट गर्न लगाए। केही बेरमा टिका टालो, आफन्तहरूको आशीर्वादसँगैको उपहार, साथीहरूको फोटोसहितको वैवाहिक जीवनको शुभकामना थप्दै कति बेला सिन्दुर हाल्ने बेला भयो पत्तो नै भएन। जब मेरो शिरमाथिबाट जगियाको करुवासम्म सेतो कपडा टाँगियो, मैले आँखा चिम्म गरेँ। अब एक धरको सिन्दुरले मेरो घर र थर नै अर्कै हुँदै थियो। निकै गाह्रो हुने रहेछ आफूलाई सम्हाल्न त्यो पल। अब चाहिँ मैले साँच्चै आफ्नो माइती छोड्नुपर्छ भन्ने महसुस भयो। मेरो आँखाबाट आँसु झर्न थाल्यो। आखिर के रहेछ र छोरी मान्छेको जिन्दगी। एक धरको सिन्दुरले जिन्दगी कहाँबाट कहाँ पुग्यो। एउटा जाबो जग्गा नामसारी गर्न त कहाँसम्म धाउनुपर्छ। 7 पुस्तालाई शास्ति हुन्छ। तर हामी छोरी मान्छेको जिन्दगी कति सस्तो। एक धरको सिन्दुरले जिन्दगी नामसारी हुन्छ। मन भारी भयो। सिन्दुर हालिसकिएपछि टाउकोमा रुमाल राखेर अड्काइदिए। मानौ मेरो शिरमा अब थप अर्को घरको जिम्मेवारी र इज्जत थपिएको जस्तो। रुन मन लाग्यो तर सम्हालेँ जसो तसो। पिँढीमा बसेका दाइ भाइ मलिनो अनुहारमा थिए। बाबा आमाको अनुहार पनि निकै मलिनो थियो। सायद छोरीले छोडी जाने समय नजिकिँदैछ भन्ने कुरा प्रष्ट झल्किएको थियो आँखामा। बेहुलातिरको सबैजना खुसी थिए। नाचगान उस्तै थियो। हेर्दा हेर्दै बेलुकाको 6 बज्न लागेछ। बेहुला पक्षका मान्छेहरूले हतार गर्न थाले। अब बेहुली अन्माइदिनुहोस्, हामीलाई पनि ढिला हुन्छ। उता सबैजना बेहुलीको पर्खाइमा छन्। साँझ धेरै भए हामी
आफैलाई ढिला हो, आखिर ढिला चाँडो अन्माउन परिहाल्छ के रे। अब मेरो सास रोकिए जस्तो भयो, अघिसम्म नगए नि हुन्न र जस्तो लागेको मलाई अब जानै पर्छ भन्ने महसुस भयो। मनमा छटपटी हुन थाल्यो। बाबा आमाको अनुहारमा के हेरेको थिएँ, बाबा रुन थाल्नुभयो। बाबाको आँखामा आँसु देखेर मैले आफूलाई सम्हाल्नै सकिनँ। मेरो आँखाबाट बरर आँसु झर्न थाल्यो। बाबालाई सम्झाउँदै आमा पनि रुन थाल्नुभयो। मलाई झन् खप्नै सकिनँ। म झन् झन् रुन थालेँ। मेरो आँखाबाट बरर आँसु झर्न थाले। थाहा थियो छोरी मान्छे एक दिन पराईको घर जानुपर्छ भन्ने कुरा, तर यति धेरै गाह्रो हुन्छ भन्ने कुरा आफूलाई परेपछि मात्र थाहा हुने रहेछ। मैले अब केही राम्रोसँग देखेँ बुझेँ जस्तो लागेन। मेरो दिमागले काम नै गरेको छैन जस्तो लाग्दै थियो। मलाई भाइले बोकेर गाडी भएको ठाउँसम्म पुर्यायो। भाइको आँखाबाट खसेको आँसुको थोपा जब मेरो हातमा पर्यो तब मलाई महसुस भयो आँसुले पनि एसिडभन्दा बढी पोल्ने रहेछ। भाइको आँसु देख्दा आफूलाई झन् थाम्नै सकिनँ। भाइलाई अँगालो हालेर झन् झन् रुन थालेँ। मलाई पनि त सँगै राख न बाबु, मलाई नपठाऊ भन्दै रुन थालेँ। तर सिउँदोमा अरूको सिन्दुर बोकेर कहाँ बस्न सक्थेँ र। अब त मेरो घर मेरो लागि माइती भइसकेको थियो। हिजो जहिले घर आए पनि केही नहुने मेरो घर बिहेपछि धेरै गयो भने गाउँलेको लागि कुरा काट्ने बाटो हुन्थ्यो। भाइलाई अँगालेर रुँदा रुँदै कसले छुटाए थाहा भएन, तर मलाई तानेर लगेर गाडीमा राखे। आमाको त्यो मलिनो मुहार, बाबाको आँखाभरिको आँसु अनि आफन्तहरूको बाई बाई अनि आफ्नो आँखाभरि आँसु। आँसु टिलपिल भएको आँखाबाट साँझको समय धमिलो चित्ती झेर्दै लागेँ म बेहुलाको घरतिर, अर्थात् मेरो नयाँ घरको यात्रामा। अन्धकार रातमा अन्धकार जिन्दगीको नयाँ यात्रा मान्छेहरूको कोलाहल, ल्याइयो बेहुली ल्याइयो भन्दै कराउँदै थिए सबैजना। मेरो आँखाबाट भने अझै बरर आँसु झर्दै थिए। उता मेरो बाबा आमालाई कति गाह्रो भएको होला, कति नरमाइलो लागेको होला, सम्झिँदा पनि मुटु फुट्ला जस्तो गरी आउँछ। छेउमा श्रीमानले पिर नगर भन्दै मेरो हात समाउनु भयो। अब त पुरा अधिकार छ उहाँको म माथि। म हिजोसम्म पो खुल्ला थिएँ, आफ्नो मर्जीमा जहाँ पनि जान पाउँथेँ। कसैले छोयो भने कराउन सक्थेँ। सानो सानो कुरामा मन दुखाएर बाबा आमालाई घुर्की लगाउन सक्थेँ। साथीहरूसँग मन लागेको ठाउँ घुम्न पाउँथेँ, मन लागेको ठाउँमा जान पाउँथेँ। तर अब खै भोलि फेरि यस्तो दिन आउला नआउला। आमा बाबा भाइको मलिनो तस्बिर छलछली आँखामा कठैनी। भोलिदेखि आमालाई फेरि त्यो चुलोमा खोक्दै खाना बनाउनु पर्छ। भोलिदेखि बाबालाई दबाई खानु है भनेर कसले सम्झाइदिन्छ। भैँसीलाई पानी खुवाउने भाँडो निकै ठुलो छ, आमाले बोक्न सक्नुहुन्न। भाइ पनि एक दुई दिन हो, त्यसपछि त बाबा आमा घरमा एक्लै। छिमेकीहरू पनि लाउन खाना दिए हो आफ्नो भन्ने, केही नहुनेहरूको त कोही पनि हुँदैनन्। आमा बाबाको पिरले आँसु खस्दा खस्दै म बेहुलाको घरमा पुगेँ। त्यो रौनक त्यो रमाइलो, तर के गर्नु, जति नै रमाइलो भए पनि के नै भयो र मलाई त। भनिन्छ मान्छेको मन नै खुसी छैन भने स्वर्गमा पनि खुसी मिल्दैन रे। हुन पनि हो, मन खुसी नभएर नै त हो सीता मातालाई सुनै सुनको लङ्का पनि मन नपरेको। खै बेहुली कस्ती छ। समाजका मान्छेहरूको प्रश्न सबैलाई म हेर्न हतार थियो। बिस्तारै गाडीबाट ओह्राले। त्यो नयाँ ठाउँ, नयाँ घर, नयाँ मान्छेहरू मलाई अनौठो लाग्दै थियो। मलाई एक मन यस्तो लाग्दै थियो मानौ म कतै बेचिएँ जहाँ मलाई चिन्ने र बुझ्ने कोही पनि छैनन्। तर केवल यो त मेरो एउटा भ्रम मात्रै हो। श्रीमानले हातमा डोर्याएर बिस्तारै अगाडि बढाउनु भयो। मान्छेहरूको भिड देख्दा म अचम्ममा थिएँ। डरले मेरो आँसु पनि रोकिसकेको थियो। खै यस्तो डर र पीडा त सायद कमै मान्छेलाई हुँदो हो। हिजोसम्म घरमा खाना आइज छोरी भन्दा घुर्की लगाएर बस्ने म, आमा बाबालाई खान्न भन्दै अबेरसम्म कुराउने म, अहिले कहाँ कहाँ आइपुगेँ। पेटमा अलिअलि भोक लागेको थियो। आमाले खाना बोलाएको झट्ट सम्झिएँ। मोबाइल हेरिरहेको बेला आमाले खाना बोलाउँदा झनक्क रिस उठ्थ्यो। या अहिले खान्छु के, पस्केर राखिदेऊ न भन्थेँ। आमाले छिटो आइज के फेरि सेलाउँछ भन्नुभएको झलक्क कानमा गुन्जियो। मनमा नै आमालाई सम्झिएर भने, आमा हेर न म कहाँ आइपुगेँ, न तिमी छौ न तिमीले पकाएको खाना। मलाई डोराएर बिस्तारै भित्र लगे। यत्तिकैमा आवाज आयो दायाँतर्फबाट, ए बायाँ खुट्टा अगाडि ल्याऊ त। दायाँ खुट्टाले गृह प्रवेश गरे भने अशुभ हुन्छ।
म घर र बाबा आमाको यादमा डुबिसकेको थिएँ। मलाई थाहा नै थिएन मैले कुन खुट्टा अगाडि बढाउँदैछु भन्ने कुरा। उहाँको बोली सुनेर झसङ्ग भएँ। एकछिन सोचेन दायाँ खुट्टा अगाडि सारेँ। केही बेरको कार्यपछि मलाई खाना खान लगियो। शरीर भारी भएको थियो। जिन्दगीमा कहिले नलगाएको गरौँ साडी, त्यही माथि गहनाहरू। साडीले घाँटीमा पाछेको थियो होला, त्यसैले पोलेको जस्तो महसुस भइराखेको थियो। न गाह्रो भयो भनेर सुनाउन कोही थियो, न त च्याप्पै फुकालेर फालिदिन। आफ्नो घर नै हो, जे जस्तो होस् सहन त परिहाल्यो। बिस्तारै चुपचाप बस्न पर्यो। चुपचाप जति दिए पनि त्यति खाना खाए। बेहुलाले डोर्याएर कोठासम्म पुर्याए र भन्नुभयो, तिमी बस्दै गर, म एकछिन बाहिर गएर आउँछु। उहाँ बाहिर गएपछि हत्तपत्त फोन झिकेर हेरेँ। ओहो, साथीभाइको बधाईवाला म्यासेजहरू, फोटोहरू। एकछिन खुसी भए देखेर अनि घरमा फोन गरेँ। फोन उठ्ने बित्तिकैको पहिलो बोली बाबाको, छोरी राम्रोसँग पुग्यौ, नरौ है, हाम्रो चिन्ता नगर, तिमी आफ्नो ख्याल गर। बाबाको बोलीले मेरो अडिएको आँसु फेरि झर्न थाल्यो। बाबा आमालाई आफ्नो सन्तान कतिसम्म प्यारो हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ यहीँबाट। मैले आँसु लुकाउँदै भने, ठिक छु बाबा, हजुर पनि चिन्ता नगर्नु, धेरै दुःख नमान्नु है। बाबाले भन्नुभयो, सधैँ बाबा खाना खान आउनु भन्ने छोरी आज कहाँ हो कहाँ, गर्ने सुन्ने भएको छ। तिमी नभएर सबैको अनुहार मलिनो छ। यस्तै हो छोरीको कर्म, नसँगै राख्न नै सकिन्छ। पिर नगर है छोरी। बाबाको हरेक बोली पछाडि पिर नगर है, ख्याल राख भन्ने शब्द सुन्दा मलाई लाग्यो बाबासँगै हुँदा जस्तो परिस्थिति पनि बाबाले थामिदिनुहुन्थ्यो। तर अब म अर्कैको घरमा आएर पनि होला बाबालाई यति धेरै चिन्ता भएको। एकैछिनको कुरापछि मैले फोन राखिदिएँ। आमासँग बोल्ने आँट नै आएन। त्यसपछि कोल्टे फर्किएर चुपचाप हात सिरानी बनाएर पल्टिराखेँ। केही बेरमा ढोका खुल्यो। ढोकाको आवाज सुन्दा पनि खङ्ग्राङ्ग भएँ। हत्तपत्त उठेँ। उहाँ आउनुभएको रहेछ। ढोकाको चुकुल लगाउनु भयो। हातमा 2वटा गिलास थियो। एउटा मलाई दिँदै भन्नुभयो, लाउ दुध खाऊ। मैले हुन्छ भन्दै दुध पिएँ। त्यसपछि उहाँ मेरो छेउमा नै बस्नुभयो। एकछिन हामी एक अर्कालाई हेरिराख्यौँ मात्र, केही बोलेनौँ। कता कता मन आत्तिएको जस्तो, मुटु ढुकढुक नगरी टक्क अडिए जस्तो उहीसम्मको रौनक मलाई सुनसान लाग्यो। उहाँले बिस्तारै आफ्नो हात अगाडि बढाएर मेरो हातमा गाप्नुभयो र भन्नुभयो, चिन्ता नगर, संसार यस्तै हो, आफूलाई सम्हाल्नुपर्छ। थाहा छ आज हाम्रो बिहेको पहिलो दिन भने पनि, रात भने पनि यही हो। यो दिनमा तिमी यसरी रोएर हुन्छ त? आजको रात भनेको हामी एकअर्कालाई चिन्ने रात हो। बिहे जिन्दगीमा एकपटक हुने कुरा हो। हामीले यो रातलाई जीवनभरि याद हुने एउटा यादगार रात बनाउनुपर्छ। तिमी मेरो जिन्दगीमा श्रीमती भएर आए पनि तिमीलाई म आफ्नो आमालाई जतिको सम्मान र माया दिनेछु। तिमीलाई तिम्रो परिवारको अभाव कहिले हुन दिने छैन। तिमीसँग जोडिएको यो नाता म 7 जुनीसम्मको होस् भनी भगवानसँग प्रार्थना गर्छु। उहाँले हात मेरो गालामा पुर्याउँदै भन्नुभयो, तिमी जस्तो राम्रो मान्छे पाएँ, साँच्चैमा कति भाग्यमानी है। उहाँको त्यो प्रेमिलो स्पर्शले मलाई पनि मोहित बनाउँदै थियो। सायद हामी अब एक अर्का मायाको पोखरीमा पौडिन चाहन्थ्यौँ। उहाँले मलाई मोहनी लगाउनु भयो के रे। मैले आफ्नो तन मन ध्यान सबै उहाँमा समर्पित गरेँ। मानौ अब मेरो मन मैसँग छैन। केही क्षणमै हामी दुई मुटु एक धड्कन भयौँ। भोलिपल्ट बिहान उहाँसँगै म पनि उठेँ। शरीर भारी भएको महसुस हुँदै थियो। घरको याद उस्तै। हिजोसम्म ओछ्यानमा नै चिया पुर्याउन आउने आमा आज थिएनन्। छेउमा श्रीमान, उहाँको खुट्टा ढोगिदिएँ। उहाँले भन्नुभयो, जाऊ फ्रेस भएर चिया बनाएर बाबा आमालाई देऊ भन्दै सिरानी मुनिबाट चुरोटको बट्टा निकालेर चुरोट झिकेर सल्काउनु भयो। मैले कस्तो अनौठो लागेर भने, तपाईँ चुरोट खानुहुन्छ? खानु हुँदैन नि चुरोट। उहाँले रुखो आवाजमा भन्नुभयो, जा जा गएर चिया बनाएर दे, मलाई धेरै नसिकाएस्।